नेपालको चुनावमा बाह्य शक्तिको जोखिम रहेको अमेरिकाको आशंका, चलखेल रोक्न एक्सनमा उत्रिने। नेपालमा फागुन 21 गते हुने निर्वाचनमा अमेरिकाले चासो देखाएको छ। नेपालको निर्वाचनमा अमेरिकाले चासो मात्र देखाएको छैन, आवश्यक परे एक्सनमा उत्रिने समेत बताएको छ। नेपालमा फागुन 21 गतेपछि बन्ने नयाँ सरकार भारत र चीनतर्फ ढल्किने हो कि भन्ने चिन्ता अमेरिकालाई लागेको छ। नेपालको राजनीति आफ्नो पकडबाट फुत्किन नदिन अमेरिकाले निकै चासो देखाएको हो। दुई ठूला शक्तिहरू भारत र चीन बीचमा अवस्थित नेपाल भू राजनीतिक रूपमा संवेदनशील क्षेत्रभित्र पर्छ। त्यसैले चुनाव नजिकिएसँगै अमेरिकी गुप्तचर निकाय CIA का गुप्तचरले काठमाडौँमा सक्रियता बढाएका छन्। यसैबीच अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेश मन्त्री पाउल कपुरले नेपालमा सुरक्षित र शान्तिपूर्ण निर्वाचन प्रक्रिया हुनुपर्ने बताएका छन्। उनले निर्वाचनपछि बन्ने सरकारसँग काम गर्न अमेरिका तयार रहेको पनि जानकारी गराएका छन्। कपुरले दक्षिण एसियामा कुनै एक शक्तिको प्रभुत्व रोक्नु अमेरिकाको मुख्य उद्देश्य भएको पनि बताए। यदि कुनै शत्रुतापूर्ण शक्ति दक्षिण एसियामा हावी भयो भने उसले विश्व अर्थतन्त्रमा दबाव सिर्जना गर्न सक्छ। यसलाई रोक्नु र क्षेत्रलाई स्वतन्त्र तथा खुला राख्नु अमेरिकाको दायित्व हो, उनले भने। कपुरले नेपालमा हुन लागेको निर्वाचनलाई अमेरिकाले केवल आन्तरिक लोकतान्त्रिक प्रक्रियाको रूपमा मात्र नभई दक्षिण एसियामा चलिरहेको व्यापक राजनीतिक प्रतिस्पर्धाको हिस्साका रूपमा पनि हेर्दै आएको उल्लेख गरे। कपुरले नेपालमा हुन गइरहेको निर्वाचनमा बाह्य शक्तिले हस्तक्षेप गरे अमेरिका एक्सनमा उत्रिने पनि संकेत दिएका छन्। नेपालमाथि किन विदेशी शक्तिले चासो राखिरहेका छन्? के नेपाल फेरि संकटतर्फ धकिलिँदैछ? त्यसबारे तपाईलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।